नमस्ते अनि स्वागत छ। आज म चाहिँ एउटा कोरियाको यो पार्कतिर घुम्दैछु। एकदमै व्यवस्थित अनि सुन्दर भएको पार्क। यहाँ के दृश्य देख्न सकिन्छ। आजको भिडियो म तपाईहरुलाई देखाउँदै जानेछु। यो चाहिँ एउटा कोरियाको पार्क हो। यहाँ सुविधा सम्पन्न पार्क बनाइएको छ र धेरै विदेशी पर्यटकहरूलाई बस्नको लागि एकदमै राम्रो सुविधा सम्पन्न पार्क कोरियाको पार्कमा के देखिन्छ आजको भिडियोमा, आजको दृश्यमा म तपाईहरुलाई देखाउँदै जानेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै यो बस्न आराम गर्नको लागि बनाइएको छ र त्यस्तै यो व्यायामहरु गर्नको लागि यस्ता व्यायामशालाहरु पनि बनाइएको छ। व्यायाम गर्ने ठाउँ र धेरै मानिसहरु घुम्न पनि आउनुहुन्छ यतातिर। No, show no. Non andiamo a incrementare il problema. Cerchiamo di... यस्तो पार्कभित्र यो ब्याडमिन्टन खेल्न सक्ने यस्तो सुविधा सम्पन्न ठाउँहरु पनि बनाइएको छ। यो चाहिँ कोरियाको भ्यू। म चाहिँ अहिले कोरियाको एउटा पार्कमा हिँड्दैछु। एकदमै पार्कमा सुन्दर बनाइएको हुन्छ। पार्कमा हिँड्न आउने मान्छेलाई, घुम्न आउने मान्छेलाई यस्तो बस्नको लागि यस्तो सुविधा पनि र यतातिर यस्तो यो फुलहरुले सजाइएको र अहिले हल्का चिसो हुँदै गर्दा फुलहरु पनि त्यति राम्रोसँग फुलेको छैन। एकदमै सफा, सुन्दर, शान्त अनि हरियाली वातावरणमा यहाँका पार्कहरु निर्माण गरिएको हुन्छ। त्यसै पार्कमा यो फोहोरहरु व्यवस्थापनको लागि यस्तो राखिएको छ। निर्माण हुँदैछ धेरै ठाउँमा। यो निर्माणका सामग्रीहरु पनि देख्न सकिन्छ।
म चाहिँ अहिले एउटा कोरियाको पार्कमा घुम्दैछु। यहाँ एकदमै सुन्दर दृश्यहरू देख्न सकिन्छ। कोरियाको पार्कमा धेरै सुविधा सम्पन्न दृश्यहरू देख्न सकिन्छ। यहाँ धेरै पर्यटकहरू आउने भएकोले पर्यटकलाई मध्यनजर गरेर बस्नको लागि विभिन्न सेवा सुविधा लगायत धेरै कुराहरू देख्न सकिन्छ। मेरो ब्याकग्राउन्डमा सायद यो कोरियाको भ्यू पनि देखिन्छ, तपाईहरु पछाडि देख्न सक्नुहुन्छ। नाक्सन खोङवान रहेछ चाहिँ पार्कको नाम। यो चाहिँ मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, यो सौलको दृश्य हो। एकदमै यो सौलको सुन्दर बजार देख्न सकिन्छ। मौसम त्यति खुलेको छैन, त्यही भएर सायद त्यति राम्रो दृश्य पनि देखिन्न होला आज। एकदमै यो पर्यटकलाई मध्यनजर गरेर यस्तो प्रतीक्षालयहरू, टोयलेटहरू सबै यहीँ बनाइदिएको हुन्छ। एकदम सुविधा सम्पन्न हुन्छ यहाँको पार्कहरू। यस्तो टोयलेटहरू पनि बनाइदिएको छ भित्रै। अनि फोहोर यसरी फाल्नुपर्छ यहाँ चाहिँ भनेर यो फोहोर फाल्ने ठाउँ एकदमै व्यवस्थित हुन्छ यहाँको पार्कहरू। यस्तो सुन्दर फुलहरू फुलेको दृश्य देख्न सकिन्छ। यो चाहिँ कोरियाको राष्ट्रिय फुल हो, यसलाई मुगुङ्गा भन्छ। एकदमै सफा सुन्दर अनि हरियालीमय यहाँका पार्कहरू, व्यवस्थित पार्कहरू सबै पर्यटकलाई अर्थात् मान्छेलाई मध्यनजर गर्दै यहाँ चाहिँ राम्रो पार्कहरू बनाइएको हुन्छ। हिँड्दै गर्दा यसो बिचबिचमा यो प्रतीक्षालयहरू पनि बनाइएको यो दृश्य देख्न सकिन्छ। यो चाहिँ प्रतीक्षालय। एकदम यहाँदेखि एकदम राम्रो भ्यू देख्न सकिन्छ यतातिर।
एकदमै यो चाहिँ सौलको भ्यू। आज मौसम त्यति खुलेको छैन, त्यही भएर त्यति क्लियर देखिएको छैन। र यस्तो पार्कभित्र कुनै आगो लागेको घटना भयो कि भनेर हुन्छ कि भनेर पहिले यस्तो तयारीसहित यो आगो निभाउने बारुने यन्त्रहरू पनि राखिएको हुन्छ। यो चाहिँ सौल टावर हो। आज मौसम त्यति क्लियर छैन, त्यही भएर राम्रोसित देखिएको छैन। यो चाहिँ कोरियाको राष्ट्रिय चरा काच्छी भनिन्छ यसलाई। कोरियाको राष्ट्रिय चरा यही नै हो। तपाईँहरू मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ प्राचीन पुरानो शैलीको एउटा घर अनि त्यसै गरी एकदमै सुन्दर फुलेको फरर रहेछ। सायद नाम चाहिँ थाहा भएन, एकदमै सुन्दर छ। धेरै मानिसहरू यहाँ हेर्ने आउने गर्नुहुन्छ। एकदमै सुन्दर दृश्य छ। तपाईँहरू पनि सौल घुम्ने प्लानमा हुनुहुन्छ भने नजिकै आउनु होला। थोङ्देमा नजिकै पर्छ, एकदमै सुन्दर छ।